ngachui chi sok nang men khang ni ngachui chi sok nang men khang ni हाम्रो समाज भित्र अस्पताल चाहिँ शिन्तु काल छेम्बो सिगिन शिन्तु काल छेम्बो सिगिन अति धेरै आवश्यक छ मेनखाङ ला छेचुङ टामिन नसोयो मेनखाङ ला छेचुङ टामिन नसोयो अस्पताल सानो ठुलो विविध छन् मेनखाङ ला चटाकी मेनखाङ थाङ मेनखाङ ला चटाकी मेनखाङ थाङ अस्पताल आपतकालीन अस्पताल र चिर्ताङ्गे मेनखाङ नियो चिर्ताङ्गे मेनखाङ नियो सामान्य अस्पताल गरी 2 वटा छन् नेपा छपछेवा नाम गम्भीर बिरामीहरू चटा मेनखाङ नाङ खेर्गियो आपतकालीन अस्पताल भित्र लानुहुन्छ ngacho tosai टोङसेप नाङ हामी बसोबास गर्ने गाउँमा मेनखाङ छुङछुङ सिगियो एउटा सानो अस्पताल छ थे नाङला मेन्चो चेखेन त्यहाँ भित्र उपचार गर्ने मेम्बा सिकथाङ नेयोक चिग्लेमे एकजना डाक्टर र नर्स बाहेक अरू छैन खोङयाङ यार्खा मातोक उहाँ पनि ग्रीष्ममा बाहेक गुनखर टोङखिर्दो लोक टोगियो हिउँदामा सहर फर्केर जानुहुन्छ लोखर मोर दोखेन मेनपा मे वर्षभरि बस्नुहुने डाक्टर छैन मेनखाङ थेर नासुक चोपासोक त्यहाँ अस्पतालमा दुखाइ कम गराउने इत्यादि नाचा छुङछुङ रिक्की मेन कासे रागियो सानातिना रोगहरूको केही औषधि पाइन्छ नेछा छाप्छिन जोङना टोङखिर्गी गम्भीर बिरामी भएको खण्डमा सहरको मेनखाङ छेवा सिकी नाङ टोकियो एउटा ठुलो अस्पतालमा जानु पर्दछ मेनपा खेपा मेना काब्रेर सिपालु डाक्टर भएन भने कहिले काहीँ नेपाला मेन लोक टोखिन्याङ योङ्गियो बिरामीलाई गलत औषधि दिएको पनि पाइन्छ ट्रोङसेपकी मेनपा नाम्की गाउँको डाक्टरहरूले लक्चाला तेने नासा खङ्यो हातको नसा हेरी के बिमार छ ताक्चे छेकियो चेक जाँच गर्नुहुन्छ यार्खा छाम्रेर चाङचु गेबिकाप ग्रीष्ममा कहिले कहीँ खोला बढेको समय
डुल्लम खाने मेन सर्पा डुल्लम खाने मेन सर्पा फुलहरू भत्केर नयाँ औषधि थुथोक्तो लेपथुपकी मारे थुथोक्तो लेपथुपकी मारे समयमा आइपुग्दैनन् मेन सर्पा मालेब्ना मेनपा नम्की मेन सर्पा मालेब्ना मेनपा नम्की नयाँ औषधि नआइपुग्दा डाक्टरहरूले चामेन्दाङ सिङमेन टेद्दे नेचुगियो चामेन्थाङ सिङमेन टेद्दे नेचुगियो जडीबुडीहरू दिनुभई उपचार गर्नुहुन्छ